म सोनिका र उहाँ मेरो श्रीमान गोकुल। आजको यो भ्लगमा हामी काठमाडौँदेखि नेपालको सबैभन्दा सुन्दर ताल रारासम्मको यात्रामा निस्किएका छौँ। यो रोमाञ्चक र सुन्दर यात्रामा तपाईहरु पनि हामीलाई साथ दिनुहोला। गाइज, बाटोको लागि यो गल्छीमा रहेको फेमस छुर्पी चाहिँ हामीले किन्यौं अनि मेरो राइडरलाई चाहिँ जहाँ पोलेको मकै देख्यो नि त्यहाँ चाहिँ बाइक स्टप गरेर त्यो मकै खानै पर्छ के। धानखोला आइपुग्दा चाहिँ अलमोस्ट 9:30 बज्न आँटेको थियो अनि अब हामी धानखोला भन्दा धेरै अगाडि त जान सकिएन अनि हामीले धानखोलामा चाहिँ खाना खाने अनि त्यसपछि धानखोलाबाट नजिकै भालुबाङ भन्ने ठाउँमा चाहिँ आजको नाइट स्टे गर्ने भन्ने डिसाइड गर्यौं र पहिलो दिनको यात्रालाई हामीले भालुबाङमा अन्त्य गर्यौं। गुड मर्निङ गाइज, आज हाम्रो यात्राको दोस्रो दिन सुरु हुन्छ भालुबाङदेखि। हामी फ्रेस भएर ब्रेकफास्ट गरेर प्याकिङ गरेर आफ्नो गन्तव्यतर्फ नजिकिँदै छौँ है त। दिउँसोको 3 बजे हामी सुर्खेत आइपुग्यौं। त्यहाँ सर्ट ब्रेक लिएर हामीले नास्ता खायौं। सुर्खेतदेखि खड्काबारा हुँदै तल्लो ढुङ्गेश्वर निस्किएर राकम कर्णाली हुँदै यात्रालाई निरन्तरता दियौं। साथीहरु, यो कर्णाली राजमार्गको मजा नै बेग्लै हुँदो रहेछ कि, किन भन्दाखेरि तल विशाल कर्णाली छ हैन अनि माथि चाहिँ साँगुरो अनि घुमाउरो रोड छ क्या। हेर्नुस् न, यो हरेक टर्निङले अनि हाम्रो यात्रालाई चाहिँ अझै झन रोमाञ्चक बनाइरहेको थियो के। फाइनली गाइज, वी आर गेटिङ क्लोजर टु मनमा। आजको यात्रालाई हामीले मन्मामा आएर इन्ड गर्यो। सो गुड नाइट। गुड मर्निङ गाइज, आज हाम्रो यात्राको तेस्रो दिन। हामी चाहिँ यो होटल शुभकोट दरबार मनमा कालीकोटमा बसेका थियौं। मनमा कालीकोट जिल्लाको सदरमुकाम रहेको छ। आइपुग्दा 9 बजिसकेको थियो। यहाँबाट रारा चाहिँ 8 घण्टा देखाएको छ। कालीकोटकै नगमा भन्ने ठाउँमा चाहिँ हामीले खानाको लागि स्टप गर्यौं अनि मार्सी चामलको भात खाँदैछौँ हामीले। खानाको टेस्ट चाहिँ हल्का फरक हुँदो रहेछ, हल्का। खानापछि चाहिँ हामीले रारा तर्फको गन्तव्यलाई निरन्तरता दियौं। हिमालबाट जन्मिएर हजारौं कथा बोकी बगिरहेको नेपालको विशाल नदी हो कर्णाली। यो नदीले केवल पानी मात्र नभई कर्णाली प्रदेशको जीवन र पहिचानलाई पनि बोकेको छ। यी पहाडहरू जति सुन्दर छन्, यहाँका मानिसहरूको जीवन त्यति नै कठिन छ। जुम्ला जिल्लामा देखिने साँगुरो बाटो, वरिपरि फैलिएका विकट गाउँहरू र त्यहाँको सरल जीवनले यो यात्रालाई झनै विशेष बनाउँछ। जुम्लामा सिन्जा आसपास मात्रै केही किलोमिटर पिच सडक रहेछ। कच्ची बाटोमा घण्टौं हिँडेपछि यो पिच भेट्दा हामी त यति धेरै खुसी भयौं, तर यही बाटोमा दिनहौ यात्रा गर्ने यहाँका स्थानीयहरूलाई कति गाह्रो हुन्छ होला। जुम्ला जिल्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि यहाँका धेरै गाउँहरू अझै विकट छन् जहाँ जीवन सजिलो छैन। यो धुलाम्मे बाटोमा हेर्दा साधारण देखिने तर आवाज चाहिँ निकै मिठो भएका यी दुई भाइहरू भेटिए। कहिलेकाहीँ यात्रालाई सुन्दर बनाउने ठाउँ होइन, यात्रामा भेटिने मान्छेहरू हुन्छन्। जुम्लाका यी टाढा टाढा गाउँहरूमा अझै पनि जीवन सङ्घर्ष र आशाको बीचमा बगिरहेको छ।
सुन्दर प्रकृति तर कठिन जीवन, यही हो जुम्लाको गाउँहरूको कथा। यात्रा लामो भए पनि बाटोभरि देखिने प्राकृतिक दृश्यहरूले थकान नै महसुस हुन दिँदैन। Finally guys, यस्तो गाह्रो त्यो रोड, ओ माई गॉड। आइयो फाइनली गाइज हामी चाहिँ त्यो सल्लेरीमा बाइक राखेर अनि अलिअलि सामान लिएर माथि उक्लिन लागेको होइन। अब हामी त्यहाँबाट घोडा चढ्छौँ। हिँडेर जाने त ताकतै छैन कि, खुट्टा यस्तो भाँचेलो जस्तो भयो, ढाड पनि भाँचेला जस्तो भयो, अति गाह्रो हुँदो रहेछ। यस्तो बाटो जति हिँड्यो नि सकिँदैन यार। त्यही माथि कच्ची बाटो, त्यही माथि भिरको बाटो, वान मिस गेम फिनिस भन्छ नि, त्यस्तै हो। घोडा पाइएन। अब यी घुँडा होइन घुँडा अस्ति थाकेछ नि त ज्यान, घुँडा दुख्यो त्यस्तै, त्यही भएर खोजेको ल छैन रे। अब हामी हिँड्दै जानेछौँ। त्यहाँ तलको खाजा कुदाइले माथि होटेल भनिदिनु भएको छ अरे। हामी 8 बजेतिर होटेल पुगेको थियौँ। होटेल पुग्दा पुरै अँधेरै भइसकेको थियो है। हामी 5:30 बजे सल्लेरीबाट माथि उक्लेको थियौँ नि त। अनि बाटोमा पनि हामीले त्यो जङ्गलको दृश्यहरू केही पनि हेर्न पाइएन कि। लगभग 6 बजेदेखि त अँधेरै भयो। अनि त्यो अँधेरोमा डराउँदै हामी हिँडिरहेको थियौँ। अनि होटेल पुग्दाखेरि कति रमाइलो माहौल भइरहेको रहेछ कि। एउटा ग्रुप आउनु भएको थियो, त्यो ग्रुपमा उहाँहरूले हामीलाई जोइन गराउनु भयो। हामी यति रमाइलो गऱ्यौँ, नाच्यौँ, गायौँ। खाना खाएर हामीले हाम्रो यात्राको तेस्रो दिनलाई एकदम रमाइलो तरिकाले राराको काखमा गएर अन्त्य गर्यौँ। गुड मर्निङ गाइज, लुक एट द भ्यू। भन्छ नि स्वर्ग हेर्ने हो स्वर्ग भनिन्छ नि, त्यस्तै ल स्वर्ग हेर्ने। यहाँबाट राम्रोसँग देखा होइन। अब हामी रेडी भयौँ। अब हामी मुलमा टप जानु लागेको, त्यही गरेर भेटौँ ल। सिङ्गै छ तर हल्का अल्को निचो अल्को छ नि, हो त्यो चाहिँ तपाईँको कैलाश होइन, तातो टाइपको छ नि, त्यो यसरी धारिलो तिखो छ नि, हो त्यो चाहिँ तपाईँको उता हुम्लामा पर्छ। अनि त्यहाँदेखि यहाँसम्म तपाईँको हुम्ला पर्यो। अनि यहाँदेखि त्यो छ नि यो अफिससम्म बजाङ पर्यो। यही दार्चुला होइन त। अनि यहाँदेखि यता बाजुमा पर्यो। लास्ट छ नि उता लास्ट कालो, त्योभन्दा उता चाहिँ गयो अछाम, त्यता अछाम उता त्यहाँ चाइना साथै भयो त।
लामो र कठिन यात्रापछि हाम्रो आँखा अगाडि खुल्यो नेपालको स्वर्ग राराताल। यो दृश्य देखेपछि सबै थकान एकैछिनमा हरायो। नेपालको प्राकृतिक सौन्दर्यको जीवित चित्र हो रारा। नेपालको सबैभन्दा सुन्दर ताल, हिमाल र जङ्गलको बीचमा लुकेको स्वर्गको टुक्रा हो रारा। रारा पुगेपछि यस्तो लाग्यो मानौ प्रकृतिले आफ्नै हातले बनाएको कुनै सुन्दर सपना हो। हामी मुरमा टपदेखि 12 बज्नुभन्दा अगाडि नै तल झरेर तालमा बोटिङ गर्नतिर लाग्यौं। हामीले रारा तालको भिडियो लिने, फोटो खिच्ने भन्दा पनि हामी त्यहाँ नजिकै बसेर राराको भ्यू हेर्दै एकदम आनन्द लिइरहेको थियौं के। साथीहरू, रारा तालको उत्पत्ति बारे यहाँको स्थानीयहरूले भन्नुभएको मलाई किम्वदन्ती म हजुरहरूलाई सुनाउँछु है त। एक दिन भिक्षा माग्दै हिँडिरहेका एक बाबालाई एक महिलाले जानी नजानी भिक्षामा एक मुठी खरानी दिन्छन्। त्यो देखेर बाबा एकदम क्रोध भएर रिसको झोकमा आफ्नो चिचिन्दोको पानीको भाँडो पुल्न खसालिदिएछन्। त्यो भाँडो फुटेपछि पानी निरन्तर बग्न थालेछ र बिस्तारै पुरै उपत्यका भरिएर ठुलो ताल बनेछ। पछि ती बाबाले पूर्वतिर बाण प्रहार गरेर पानीको निकास खोलिदिएछन्। यो सुन्दर राराले निकै आनन्द महसुस गरायो। यो ठाउँलाई छोडी फर्किन मन नै थिएन। रारा साँच्चै स्वर्ग जस्तो ठाउँ रहेछ। एकपटक हजुरहरू पनि अवश्य आउनुहोला। आजको यो सुन्दर यात्रा यहीँसम्म। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर, सब्स्क्राइब गर्न नबिर्सिनुहोला।